घरमा को हुनुहुन्छ होला है? घरमा किन म माग्न आएको नि होइन, म त भोट पो माग्न आएको त। 5 वर्षसम्म चाहिँ छोडिदिने, अहिले चाहिँ भोट माग्दै आउने। योपालि त हाम्रो एजेन्डा एकदमै राम्रो छ नि। ए ल, त्यो सबै एजेन्डा सुन्दै बढारौँ न त। अनि हो र, भोट त चाहियो नि त। हाम्रो राज्यमा सबै अभियान छ नि। यहाँ पनि छ नि, महिला एकदम बढाउनु छ। एजेन्डा नम्बर 2 चाहिँ हाम्रो कृषिलाई छ नि। कृषिलाई हो भने त मल पनि त भन्नु पर्यो। पर्ने र भोट त चाहियो होइन। नम्बर 3 चाहिँ साफ सुग्घर गर्ने, परिवर्तन ल्याउने छ। एजेन्डा नम्बर 3 चाहिँ स्वास्थ्यकै सुधारको लागि रहेछ। यति एउटा टेबल पुस्ता पनि त हाम्रो स्वास्थ्यमा सुधार आउँछ नि त। अब त भोट दिनुहुन्छ होला नि। तिम्रो एजेन्डा मन परेन, अब फेरि अर्को पालि अर्को एजेन्डा बनाएर आउनु ल।